नेपाल आर अफिसियली आउट फ्रम दि T20 वर्ल्ड कप 2026। नेपाल चाहिँ अब सुपर 8को रेसबाट बाहिरिएको छ, सँगसँगै T20 वर्ल्ड कपबाट पनि बाहिरिएको छ र दिपेन्द्र सिंह ऐरी दोस्रो प्लेयर बनेका छन् T20 वर्ल्ड कपमा। नेपाली दोस्रो भयो जसले चाहिँ 50 रन हानेका छन् T20 वर्ल्ड कपमा। सो हेलो एन्ड वेलकम टु द क्रिकेट टक्स प्रेजेन्टेड बाई अभिषेक फ्रेम्स। अब म्याचको कुरा गर्ने भने चाहिँ टस जितेर वेस्ट इन्डिजले सुरुमा बलिङ रोजेको थियो र नेपाललाई ब्याटिङ गर्न पठाएको थियो र अब नेपालको ब्याटिङ भनेको पुरो एक्सपोज भइसकेको छ होइन। वर्ल्ड स्टेजमा स्पिनको खिलाफ चाहिँ नेपालको ओपनरहरूले केही पनि गर्दैनन् भन्ने कुरो चाहिँ एउटा सेट भइसकेको छ। त्यही भएर सुरुमै अखिल होसेनलाई बोलाइएको थियो र नराम्रो तरिकाले अब कुशल बुधेलको फर्स्ट ओभरको लास्ट बलमा नै विकेट लिएका छन् कुशल बुधेलको पनि। र अब कुशल बुधेल आउट भएपछि रोहित पौडेल आएको थियो र रोहित पौडेलको पनि अब त्यत्रो ब्याट र बलको बिचमा, ब्याट र फुटको बिचमा त्यत्रो ग्याप छ, ब्याट र बलको बिचमा त्यत्रो ग्याप छ र पनि त्यस्तो बेला अनि अब रिभ्यू लिइदिन्छन् होइन। अनि अब अम्पायर कल भयो, रोहित कुमार पौडेल पनि त्यसपछि आउट भयो। 17मा 2 थियो नेपाल, 17मा 2 भएको थियो र ब्याटिङको त के कुरो गर्नु। त्यसपछि त नेपालले एकदम माइनर पर्फर्मेन्स के गर्नु, ब्याटिङ पर्फर्मेन्स खुरुखुरु सबै आउटै मात्रै भइराखे, रन्स आएन बिचको ओभरमा। नेपालको ओभरअल कति रन आयो नेपालको भन्ने कुरो गर्ने भने 6 ओभरको समाप्तिमा जुन चाहिँ पावर प्ले हुन्छ, पावर प्लेको समाप्तिमा 22 रन थियो, 3 विकेट डाउन भएको थियो। अनि अब 7 ओभरदेखि 14 ओभरको जुन बिचको एउटा पिरियड हुन्छ त्यसमा 46 रन आएका थियो, 2 विकेट झरेको थियो। र अब एक्सिलेटर 15देखि 17मा 24 रन हो। यहाँनिर आएर चाहिँ अलिक पिकअप लिएको थियो दिपेन्द्र सिंह ऐरीले, अलिकति फायर गर्न थालेको थियो। 24 रन मात्रै आएको थियो, 1 विकेट मात्रै झरेको थियो त्यसमा। र लास्टको 2 ओभरमा चाहिँ 41 रन आएको छ। 18देखि 20 ओभर 3 ओभर हुनु 41 रन आएको छ। 13.67 को रन रेटले हानेका छन् यहाँनिर चाहिँ। र यहाँनिर अब सोमपाल कामी हो। सोमपाल कामी किन खेलाउनु पर्छ, मैले सोमपाल कामीलाई खेलाउनु पर्छ किन भनिरहेको छु भन्ने कुरो यही हो। सोमपाल कामीले बलिङ त बलिङ भयो, ब्याटिङमा पनि एकदम राम्रो भयो। एउटा जेसन होल्डरको ओभरमा ब्याक टु ब्याक 3टा चौका हानेको थियो, लगभग 16 रन हानेको थियो होला। त्यहाँबाट गेमको अलिकति मोमेन्टम सिफ्ट पनि भएको थियो नेपालको तर्फ ब्याटिङको केसमा हो। त्यही भएर सोमपाल कामीलाई खेलाउनु पर्छ भनेको। सोमपाल कामीले एकदम राम्रो फिनिस दिएको छन् अन्तिममा आएर यहाँनिर। र अब ब्याटिङको कुरो गर्ने भने आसिफ शेखले बनाएका छन् 11 रन र रोहित पौडेलले बनाएको थिए 5 रन, अघि भनिसक्यो 5 रन बनाएर आउट भएछ। र दिपेन्द्र सिंह ऐरीको चाहिँ कुरा गर्नैपर्छ यहाँनिर। एकदम कम्पोज इनिङ खेलेको छन्। हो, इनिङ चलाउने यसरी हो। अब बिचमा रन आएन किनकि अघितिरबाट विकेट झरिरहेको थियो, सिङ्गल डबल डट बल धेरै भइरहेको थियो, प्रेसर बनिरहेको थियो त्यहाँनिर होइन। तर एकदम राम्रो इनिङ खेलेको छन्। 58 रन हानेका छन् 47 बलमा। लास्टतिर आएर एकदम स्ट्रङ, लास्टको जुन अन्तिमको हामी एउटा पोइन्टमा 6 ओभर बाँकी थियो गेम सकिनेलाई, त्यतिखेर हामी 60 रनमा थियौँ। त्यहाँबाट 130 प्लस पुऱ्याउन चाहिँ भनेको लास्टको 6 ओभरमा एराउन्ड 60 रन आएको छ, जुनमा चाहिँ एकदम महत्त्वपूर्ण हात भनेको दिपेन्द्र सिंह ऐरीको पनि भयो र सोमपाल कामीको पनि। सोमपाल कामीले चाहिँ अब 15 बलमा 26 रन हानेका छन्। त्यो पनि एकदम अब खतरा पर्फर्मेन्स भयो। सोमपाल कामीलाई खेलाउनुपर्छ भन्नु कारण नै यही हो। उनले ब्याटिङमा पनि भयो, बलिङमा पनि भयो, दुईतिरै राम्रो कन्ट्रिब्युसन गर्छन्। अनि गुलसन झा अब एउटा राम्रो सर्ट छक्का हानेको थियो, त्यस्तै सर्ट रिपिट गर्ने हुँदाखेरि अब आउट हुन्छन्, के गर्नु। लोकेश मामको पनि अब 1-2वटा चौका लाग्छ, एज लागेर चौका लाग्छ। एउटा 13 रनमा 15 बलमा एउटै म्याचको मात्रै हाइप थियो लोकेश मामको पनि। आसिफ शेख किन खेलिरहेका छन्, शेख ब्रदर्स के गरिरहेका छन्, एउटै फ्यासनमा आउट भइरहेका छन्। आसिफ शेखले पनि डाउन द लेगको बललाई छक्का हान्ने हुँदा आउट हुन्छन्, आरिफ शेखले पनि त्यही वाला बललाई हान्ने हुँदा आउट हुन्छ। दाजुभाइ एउटै तरिकाले आउट हुनु पर्दैन क्या, किन। र आरिफ शेख किन खेलिरहेका छन्, के कोटा सिस्टम हो कि यो थाहा छैन, किन खेलिरहेछन् आरिफ शेख टिममा होइन। र अब त्यही हो, रेकलेस ब्याटिङ भएको छ। ब्याटिङ अब लास्टमा आएर दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले ब्याटिङ थाम्दै पनि माथि चाहिँ एकदमै टप अर्डरले चाहिँ एकदम ब्याटिङमा खराब पर्फर्मेन्स गरेको छ, हगिदिएको छ माथिको टिमले होइन। माथिको प्लेयरले, टप अर्डरको प्लेयरले हगिदिएको छ। विकेट गइरहेको छ, डट बल भइरहेछ, प्रेसर भइरहेछ, हावातालमा ब्याट घुमाएको छ, सर्ट्स हान्न थालेको छ, एरियल सर्ट हान्न खोजेको छ। अनि त कहीँबाट हुन्छ त्यसरी त। स्ट्राइक रेट बढाउनु लागि एकदम एरियल सर्ट हानेको छ, झ्याम्की हान्न खोजेको छ, अनि आउट भएको छ, गएको छ। रन बनिनु परेन बोर्डमा, डिफेन्ड गर्नको लागि बलरहरूको लागि रन हुनु परेन, स्पिनरहरूको लागि रन हुनु पर्यो, अनि नै डिफेन्ड गर्न सक्छन्। 150-160 भएको थियो भने यो म्याचमा बलरहरूलाई पनि डिफेन्ड गर्न सजिलो हुन्थ्यो नि त। त्यही छ, अब ब्याटिङ सम अफ 133 रन बनाएका छ 20 ओभरमा। 5वटा मात्रै एक्स्ट्रा दिएको छ वेस्ट इन्डिजको बलर। एकदम तारिफ गर्नुपर्छ वेस्ट इन्डिजको बलरको। र 20 ओभरमा 133 रन बनाएको छ र 134 रनको टार्गेट दिएको थियो वेस्ट इन्डिजलाई 8 विकेटको नोक्सानीमा नेपालले। र अब वेस्ट इन्डिजको बलिङको कुरो गर्ने भने अखिल होसेनले 4 ओभरमा 20 रन दिएका थिए, एउटा विकेट लिएर, 9वटा डट बल। अब डट बल हेरौँ यहाँनिर, 9वटा डट बल। अनि
फर्डले 4 ओभरमा 10 रन दिएका, 4 ओभर मात्र 10 रन दिएका छन्। 1 विकेट 2.50 को इकोनोमी छ, जबकि 4 ओभरमा 18वटा डट बल हानेका छन्। जेसन होल्डरले 4 ओभरमा 11वटा डट बल हानेका छन्। समार जोसेफले 4 ओभरमा 10 वटा, मोतीले 2 ओभरमा 4 वटा, चेजले 2 ओभरमा 4 वटा। हेर्नु अब सबैको एकजना समार जोसेफलाई छोडेर अरू सबैको इकोनोमी 9 भन्दा तलै छ, 8 भन्दा तल छ भने 8 छ। एउटा मोतीको 8 छ, अरू सबै छ। र अब जेसनहरूले 4 विकेट लिएका छन्। अखिल होसनले 1 विकेट, म्याथ्यु फोर्डले 1 विकेट, समर जोसेफले 1 विकेट र रोस्टन चेजले 1 विकेट लिएका छन्। र अब डट बल अब कति छ कति छ डट बल यहाँनिर हेर्नु न। 20 ओभरको गेममा 48वटा बल चाहिँ डट बलै भएको छ भनेपछि राम कति धेरै डट बल। 48 60 बलको 10 ओभर हुन्छ नि, 48 बल लगभग एराउन्ड 7-8 ओभर त डटै डटै मात्रै भएको छ। डट बलको रेसियो एकदम धेरै भयो। नेपालले आफ्नो ओरिजिनल गेम जुन गेम थियो रनिङ बिट्विन द विकेट्स, जसको लागि चाहिँ इन्डियाले पनि तारिफ गरेको थियो। विराट कोहलीले शुद्ध तारिफ गरेका थिए कि कति छिटो भाग्छन् यिनीहरू, कति छिटो रनिङ बिट्विन द विकेट लिन्छन् भन्ने कुरो गरेको थिए। त्यो चिज चाहिँ नेपालले अब आफ्नो ओरिजिनल गेमै बिर्सिसकेको छ यहाँनिर होइन। अब सेकेन्ड इनिङको कुरो गर्ने भने चाहिँ वेस्ट इन्डिजले वान साइडेड म्याच चेज गरिदिएको छ। 15.2 ओभरमा से होपले 61 रन हानेको छ भने सेमिरन हेटमानले 46 रन हानेको छ र ब्यान्डन किङले 22 रन हानेको छ। सिर्फ एउटै विकेट झरेको थियो ब्यान्डन किङको, नन्दन यादवले झरेको थियो, कुशलवर्तीले क्याच गरेको थियो। बलिङको कुरो गर्ने भने नेपालको करण केसीले 2 ओभर गरेर 12 रन दिएका छन्। सम्पल कामीले 2 ओभर गरेर 23 रन। ब्याटिङमा त सम्पल कामी आएको राम्रै भयो जस्तो भएको थियो। बलिङमा फेरि अब 23 रन 2 ओभरमा। नन्दन यादवले 3 ओभर गरेर 24 रन, एउटा विकेट दिएको छन्। लामिछानले 3 ओभरमा 38 रन, झन् लास्ट ओभरमा त 17 रन समथिङ खाएका, 17 रन खाएका थिए। अहिले 3.2 गरेर 19 रन, बुट्टेलले 2 ओभर गरेर 18 रन। त्यसै गरेर अब नेपालले यो म्याच हारेको छ र नेपाल आर अफिसियली आउट फ्रम दि T20 वर्ल्ड कप 2020-26। र एउटा म्याच बाँकी रहेको छ स्कटल्यान्डसँग। अब त्यो म्याच जित्यो भने जित्यो, जितेन भने पनि अब जित्यो भने एउटा कन्सिडरेसन विन हुन्छ, जितेन भने अहिलेसम्मको नो विन रेकर्ड कायम रहन्छ नेपालको। र अब आजको लागि यति नै। भिडियोलाई लाइक, च्यानललाई सब्सक्राइब, कमेन्ट र आफ्नो क्रिकेट प्रेमी साथीहरूको बिचमा सेयर गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद।